तिमी ठुलो भएर के बन्न चाहन्छौ रिमा? म कलाकार बन्न चाहन्छु सर। नाइस, बस। अनि तिमी चाहिँ के बन्न चाहन्छौ गीता? म डाक्टर बन्न चाहन्छु सर। डाक्टर भएर जनताको सेवा गर्न चाहन्छु सर। गुड, बस बस। तँ चाहिँ ठुलो भएर के बन्न चाहन्छस् नि? म ठुलो भएर सिङ्गर बन्न चाहन्छु सर। ल त्यसो भए एउटा गीत गा न त। 5, 4, 3, 2, 1, go! हाय हाय होय होय, हाय हाय होय होय, हाय हाय होय होय, बतो बदी बतो बदी बतो बदी। नजिस्की भन, ठुलो भएर के बन्न चाहन्छस्? म त ठुलो भएर बाउ बन्न चाहन्छु सर। मेरो मतलब पछि गएर के गर्न चाहन्छस्? म त पछि गएर बिहे गर्न चाहन्छु सर। हे मूर्ख, भविष्यमा के हासिल गर्ने सोच छ तेरो? भविष्यमा गीतालाई हासिल गर्ने सोच छ सर। सपना के छ सपना? तेरो सपनाको बारेमा भन। सपना त बिर्से सर। हरेक रात केही न केही सपना देख्छु, तर बिहान उठ्दा सबै बिर्सिसके हुन्छु। राति देख्ने सपनाको कुरा गरेको होइन मैले, तेरो एम तेरो गोलको कुरा गरेको। त्यो चाहिँ भन। ए, मेरो गोलको बारेमा पो सोध्नु भएको तपाईँले? हो हजुर हो, तपाईँको गोलको बारेमा नै सोधेको मैले। 1 मिनट है त सर। ट्युसनमा फोन एलाउड छैन भनेर थाहा छैन तँलाई? फोन ल्याउने हिम्मत कसरी भयो तेरो? तपाईँलाई मेरो गोलको बारेमा जान्नु छ कि छैन सर? छ नि, त्यही त सोधिरहेको छु, देखिनस्? त्यसो भए मलाई मेरो काम गर्न दिनुहोस्। हेलो, भिरे, हिजोको फुटबल म्याचमा मेरो कति गोल थियो तँलाई याद छ? याद छ भने भन्न यार। यहाँ सरले अघिदेखि तेरो गोल 1 भनेर मलाई हैरान गरिसक्यो। कति रे? 5। ल राख राख, भरे फेरि खेल्नुपर्छ ल। सर, मेरो गोल 5 रहेछ, 5। मेरो फुटा कर्म, कस्तो गधाहरूलाई पढाउन पुगेछु मैले। सर, मेरो 5 गोल मात्र भयो भनेर दुखी हुनु भएको हो? दुखी नहुनुहोस् सर, भरे पक्का 10 गोल हान्छु, तपाईँको छोरीको कसम। त मेरो क्लासबाट निस्किहाल मेरो क्लासबाट। क्लासबाट निस्केर कहाँ जानु सर? जा, बाहिर गएर कुखुरा बन, त त्यही लायकको छस्। भाले बन्नु कि पोथी बन्नु सर? तँलाई जे बन्नु मन छ त्यही बन, निस्कि छिटो। मलाई त गीताको पोइ बन्न मन छ नि सर, भनौँ। बढ्ता बोल्छस्? क्लास बाहिर जान्छस् कि हानौँ तँलाई लट्ठीले? तपाईँसँग लट्ठी नै छैन? हेर्छस् मेरो लट्ठी? देखाउँ तँलाई, देखाउँ। ओइ, सरले कुन लट्ठीको कुरा गर्नु भएको हौ? हातमा त केही बोक्नु भएको छैन त। भयो होस् सर, नदेखाउनु। केटीहरूको अगाडि तपाईँ केही बेइज्जत हुन्छ। लट्ठी देखाउँदा कसरी बेइज्जत हुन्छ मेरो? त्यही त, हामी सरको लट्ठी नदेखेको हो र? त्यही 5 फिटको लट्ठी त हो नि, होइन त सर? 5 फिट? वाह सर वाह। यसमा वाह गर्नुपर्ने कुरा के छ? कहिले 5 फिटको लट्ठी देखेको छैनस्? देखेको छु नि सर, तर भिडियोमा देखेको हो के? रियलमा त कसैले देखाउँदैनन्। आफ्नो त झन् 1 फिटको नै छैन, के हेर्नु? यो के बकवास गर्दैछस् त? बकवास होइन सर, साँच्चै भनेको। तपाईँको कान्छी छोरीको कसम। बस, आफ्नो सिटमा बस। त अझै भित्रै छस्? बाहिर जा, न त साँच्चै हान्छु लट्ठीले। पहिले लट्ठी देखाउनुहोस्, अनि मात्र जान्छु म त। पर्खी, आजतिर ढाड सेकाउँछु। ओके सर, बाई बाई गाइज, बाई गीता। ल, हिजो होमवर्क कसले गरेको छ? सर, तपाईँले मलाई र यसलाई सोध्न बिर्सिनु भयो नि। के सोध्न बिर्से मैले? त्यही, ठुलो भएर के बन्छ हो भन्ने कुरा। बिर्सेको होइन, जानी जानी नसोधेको मैले। किन र सर त्यस्तो? किनकि जबसम्म तिमीहरूले त्यो चुर्नेको सँग छोड्दैनौ तबसम्म तिमीहरूको भविष्य अन्धकारमा नै हुनेछ। त्यसैले नसोधेको मैले। मलाई बोलाएको हो सर? त फेरि आइस? तँलाई बाहिर गएर कुखुरा बन भनेको होइन? सर, यो कुखुरा बन्ने पनिसमेन्ट नदिनु न, मजै आउँदैन हौ। बरु केटीहरूको बिचमा बस्ने पनिसमेन्ट दिनु न, त्यसमा पो मजा आउँछ त। गधा, मजा गर्छस् मसँग? त यहाँबाट गइहाल। बस सर, बस। मलाई जे भन्नु छ भन्नुहोस्, तर मेरो बाउलाई कथा नभन्नुहोस्। तेरो बाउलाई कसले गधा भनेको छ? डाइरेक्ट नभने पनि इन्डाइरेक्टली त भन्नुभयो नि। इन्डाइरेक्टली कसरी? अलिकति कमन सेन्स लगाउनु न सर। विद्यार्थी भएर सरलाई सिकाउनु अब मैले। तपाईँले भर्खर मलाई गधा भन्नुभयो, ठीक। अनि म गधा भएपछि मेरो बाउ पनि गधा भएन त? मान्छेको बच्चा त गधा हुँदैन होला, हो कि होइन भन्छ डल्ले? हो, यो कुरामा तँलाई मेरो सहमति छ। चुप लाग, धेरै जाने बस्छस् तिमीहरू। सबैले होमवर्क झिक, नत्र एक एकलाई म कुर्सी
छोडेर टेबलमा बस्न खोजेपछि यस्तै हुन्छ सर। कहाँ बस्दा के हुन्छ भनेर तैँले सिकाउनु पर्छ मलाई? त टिचर कि म टिचर? अनि टिचर भएर किन बाँदर जस्तो टेबलमा चढ्नु भएको त सर? तिमीलाई म टेबलमा बस्नु मन परेन? ओके, म चेयरमै बस्छु नि त। एउटा डाउट क्लियर गर्नु थियो सर। कस्तो डाउट? म सुरुको दिनदेखि विचार गरिरहेको छु, तपाईँ हामीसँग ठुलो स्वरमा बोल्नुहुन्छ अनि केटीहरूसँग चाहिँ नम्र स्वरमा बोल्नुहुन्छ, यस्तो किन सर? किनकि यिनीहरूसँग जे छ त्यो हामीसँग छैन नि त, बुझ न बुझ। के भनिस् तैँले? यिनीहरूसँग ज्ञान छ हामीसँग छैन नि त। भयो भयो, धेरै नाटक नगर। तैँले के भन्न खोजेको मैले बुझिसकेँ। के बुझ्नु भयो सर? मलाई पनि बुझाउनु न। केही होइन नानी, यिनीहरूको कुरा बुझ्ने कोसिस नगर, तिम्रो लागि हानिकारक छ। मे गो टु होम सर। गो। एकछिन, मे आई गो टु कहाँ रे? होम सर होम। ट्युसन छुट्टी भएको छ र घर जानलाई? फुरुक बस। प्लिज सर, मलाई घर जानु दिनुहोस्, एकदम अर्जेन्ट काम छ। हुँदैन, जस्तो सुकै अर्जेन्ट भयो नि, ट्युसन छुट्टी नभए कोही घर जान पाउँदैन। प्लिज सर, यसलाई जान दिनुहोस्। तपाईँलाई थाहा छैन यसको बाउ को हो भनेर? मलाई अरू सर जस्तो डरपोक नसम्झी। यसको बाउ जोसुकै भयो नि, मलाई मतलब छैन। तर यसलाई मतलब छ नि त सर। यसको बाउ हाम्रो टोलको नम्बर 1 जोडे हो। हरेक दिन केही न केही काम बिगारेकै हुन्छ। आज त झन् बाख्रालाई मेरो कान्छी बुढी बनाउँछु भन्दै मन्दिर लगेको छ अरे। त्यही रोक्नको लागि यो जान लागेको हो सर। तिमीहरू त अघिदेखि ट्युसनमै छौ अनि यसको बाउ मन्दिर गयो भनेर चाहिँ कसरी थाहा भयो तिमीहरूलाई? मलाई झुकाउने कोसिस गर्छस्? झुक्काको होइन सर, साँच्चै हो। यसको बाउ मन्दिर गएको छ भनेर मैले भनेको यिनीहरूलाई। वाह सर, स्लो मोसनमा त तपाईँले ज्याकी चान जस्तै देखिँदो रहेछ। अब भेट्छस् तैँले ज्याकी चान किक। सरी सर, सरी 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 सरी।